सुदन गुरुङ फेरि गृहमन्त्री सुशासनकी राजनीतिक प्रयोग विवाद छानबिन र नारायण हेटी अनुसन्धानको भारीसँग सरकार अघि राजीनामाको 49 दिनमै पूर्ण त्यही कुर्सीमा फर्किएका सुदन गुरुङको पुनरागमनले राजनीतिक वृत्तमा नयाँ तरङ्ग ल्याएको छ। सुशासनको नारा, छानबिनको क्लिन चिट र नबुझिएको प्रतिवेदन बीच जनता फेरि एउटै प्रश्नमा अड्किएका छन्। यो नियुक्ति न्याय हो कि राजनीतिक प्रयोग? विवादित व्यापारीसँग साटकाटको आरोप, 50 लाखको सेयरबारे अस्पष्ट जवाफ र छानबिन प्रतिवेदन सार्वजनिक नै नभई दिएको क्लिन चिट पछि गुरुङ पुनः गृहमन्त्री बनेका हुन्। यसअघि उनले पदभार सम्हाल्दा ओली रमेश लेखकदेखि केही व्यवसायीलाई पक्राउ गर्ने निर्णयले चर्चा त पाएको थियो, तर प्रक्रिया र कानुनी आधारमाथि गम्भीर प्रश्न उठेको थियो। अहिले पुनः मन्त्रालय फर्किँदै गर्दा सरकारले नारायण हेटी दरबार हत्याकाण्डको पुरानो फाइल फेरि खोल्ने र जेनजी आन्दोलनका मुद्दा अध्ययन गर्ने र सुरक्षा निकायमा विशेष अनुसन्धान टोली गठन गर्ने निर्णय गरेको छ। तर यिनै संवेदनशील विषयहरू अब नयाँ राजनीतिक विवादको केन्द्र बन्ने संकेत देखिन्छ। गृह मन्त्रालय फेरि एकपटक शक्तिशाली निर्णयको केन्द्र बनेको छ, तर साथसाथै गम्भीर प्रश्न र आशंकाले पनि घेरिएको छ। सुशासनको घोषणा ठूलो छ, तर पारदर्शिता अझै अधुरो देखिन्छ। नारायण हेटीदेखि राजनीतिक गिरफ्तारीसम्मका फाइलहरू खोलिँदा न्याय हुनेछ कि नयाँ विवाद जन्मिनेछ, यो डर र आशासँगै अघि बढिरहेको छ। अब देशको नजर एउटै बिन्दुमा अड्किएको छ। गृह मन्त्रालयको कलमले इतिहासका फाइल खोल्छ कि नयाँ इतिहास लेख्छ? जवाब समयले दिनेछ, तर अहिले राजनीति फेरि उथलपुथलको केन्द्रमा छ। नेपाल सत्य बोल्छौं, तथ्य देखाउँछौं।